तर यसमा खासै दुखी हुने पर्ने कुरा छैन। यो विदाई भनेको तपाईहरु अब यहाँ बिताउनु भएका मिठा मिठा पलहरूलाई सम्झिनुहुन्छ भने एकछिन त दुःख लाग्छ, तर तपाईको अगाडि जुन भविष्यले पर्खेर बसेको भविष्यलाई सम्झिनुहुन्छ भने यो विदाई तपाईहरुको लागि सुनौलो पनि हुन सक्छ। यसमा अहिलेसम्म हामीलाई जति भन्नु थियो, जति गर्नु थियो हामीले गरिसक्यौं। अब तपाईहरुले अहिलेसम्म पनि तपाईहरुसँग 1 महिना लगभग बाँकी छ, बढी नै बाँकी छ। यो 1 महिनाको समयलाई तपाईहरु सदुपयोग गर्नुहुनेछ। पूर्ण रूपले पढाइ लेखाइमा आफ्नो समय व्यतीत गर्दै आउने अब 12 को फाइनल एक्जाममा तपाईहरु सबैले राम्रो गर्नुहुनेछ भन्ने आशा राख्दै म आफ्नो 2 शब्द यी टुङ्ग्याउँछु। धन्यवाद। सरले धेरै हाम्रो कुरा भन्नुभयो। केही अब विधायक भनेको अब केही क्षण छ हैन।